वृन्दावन वृन्दावन भन्ने बित्तिकै कति आनन्द लाग्छ है। मेरो पनि यो दिन चाहिँ वृन्दावन जाने दिन बनेको थियो एन्ड आई वाज रियली रियली ह्याप्पी। म बिहानै उठेर रेडी भएर एयरपोर्ट गएँ अनि त्यसपछि आफ्नो लगेजहरू सबै दिएर बोर्डिङ पासहरू लेखेँ अनि ओ माई गॉड लुक एट माई फेस। म यति धेरै एक्साइटेड थिएँ कि लाइक मेरो मुटु नै बाहिर निक्लिन्छ जस्तो भइरहेको थियो कि मलाई बिलिभ नै भइरहेको थिएन कि म फाइनली वृन्दावन जाँदैछु भनेर। तपाईँहरूलाई थाहै छ वृन्दावन कति पवित्र ठाउँ हो। म चाहिँ एकदम एक्साइटेड भएर हेरै थिएँ टाइममा लाइक हामी कहिले पुग्छौँ भनेर। खाना खाएर पनि म एक निन्द्रा नसुतिकन म दिल्ली ल्यान्ड भएँ अनि आई मेट देम देयर, मेरो मम्मी र मेरो दिदी। अनि मेरो मम्मी चाहिँ सोधिरहनु भएको थियो कुन गेटबाट आएको छोरी, मैले तिमीलाई देखिनँ भनेर। यो चाहिँ हामी अब मैले पहिले नै यहीँबाट मेरो होटल र एउटा ट्राभल एजेन्सीसँग कन्ट्याक्ट गरेर चाहिँ उहाँहरूलाई लिन बोलाएको थिएँ। उहाँहरू एयरपोर्टै लिन आउनु भएको थियो र वृन्दावन जाने क्रममा हामीले चाहिँ यो आलु टिक्की चाट खाएको। यति धेरै भोक लागेको थियो। प्लेनमा खाए पनि प्लेनको खाना खासै मिठो त हुँदैन तर इट वाज गुड है, तर कोरियन एयरमा मिठो थियो। अनि हामीले चाहिँ एकदमै पिरो बनाइदिनु है दाजु भन्दै चाहिँ पानीपुरी खायौँ र यति धेरै एक्साइटेड भयो तिनैजना के वृन्दावन भनेर। अनि यहाँबाट खाएर चाहिँ अलमोस्ट दिल्लीबाट 3 घन्टा 3 घन्टा भन्दा पनि अझै बढी लाग्दो रहेछ वृन्दावन पुग्नको लागि चाहिँ। ननस्टप जाँदा पनि बिचमा यताउति गर्दाखेरि त्यही नै हो। र हामी त्यहाँ चाहिँ रातिको अलमोस्ट 11 बजीतिर पुगेको थियौँ। पुग्ने बित्तिकै थकै पनि लागिरहेको थियो। तर अब फेरि वृन्दावनको पावन धरतीमा पुगेपछि मेरो थकानै गयो साँच्चै भन्नु पर्दाखेरि होइन। मलाई विश्वास पनि भइरहेको थिएन कि गाडीमा पनि राधा ओ माई गॉड यो मेरो वृन्दावन। त्यो गेट अगाडि गएर गाडी रोकेर एकछिन मजाले बसेँ अनि हेरेँ कि लाइक म साँच्चै कि आइपुगेँ भनेर। अनि राति भएकोले हामी चाहिँ फ्रेस भएर सुतिहाल्यौँ। पार्ट 2मा चाहिँ हामी बर्साना जाँदैछौँ।